ओए आज त क्लब जाउँ होला हो नाच्दिउँ न यसो मजाले जाउँ न हौ जाउँ न साँच्ची नै जाउँ त कति दिन भयो ननाचेको जाउँ न मजाले त म जाँदिनँ तिनीहरू जाला मलाई मन पर्दैन हौ जाँदिनँ तँलाई मन पर्छ हिँड्न हौ हिँड्न हौ हिँड म जाँदिनँ हौ म जाँदिनँ हिँड्न हौ आज हिँड्न आजको दिन त भनेको त हौ थेत कसरी जिद्दी गरेको तिनीहरू म जाँदिनँ हौ हेर त हप्तामा 7 दिन हुन्छ होइन 7 दिनै काममा जानु आफ्नो ड्युटीमा जानुपर्छ गर्लफ्रेन्ड हप्तामा 1 दिन छुट्टी हुन्छ आफ्नो गर्लफ्रेन्डलाई पनि साथ दिनु पर्यो गर्लफ्रेन्डसँग घुम्नु जानु पर्यो गर्लफ्रेन्डलाई टाइम दिनु पर्यो त्यो हप्ताभरि ड्युटी गयो फेरि तिनीहरूसँग छुट्टीमा घुमेर कहाँ हुन्छ हौ गर्लफ्रेन्डलाई पनि टाइम दिनु पर्यो मन त छ त हौ तँलाई जानु म गर्लफ्रेन्डसँगै जान्छु होस् हुँदैन हिँड्न हौ चाहिँ किन त हिँड्न हौ हिँड्न आज 1 दिन त भनेको त दा भन्नु त उसलाई भन्नु त म जाँदिनँ उठ त तिनीहरूसँग उठ त चाहिँ दिन उठ त जा तिमीहरू यहाँबाट चाहिँ हटिहाल्छ म जाँदिनँ जा कस्तो म जाँदिनँ हो मिल्दैन यसो बेबी हाय बेबी आम्बो मेरो बेबी तपाईं त नि वर्ल्डको बेस्ट बोयफ्रेन्ड हो साच्चै भनेको थ्याङ्क यू बेबी तपाईँको लागि म नि आज क्लब गइन भई तपाईँलाई म टाइम दिन्छु भनेर बसेको हो त आज मलाई याद छ नि बेबी हजुर तपाईले मलाई पुरा माया गर्छ नि म तपाईँ कति बेसी माया गर्छु तपाईँ कति बेसी टेन्सन लाग्छ तपाईँको तपाईले मलाई पुरा केयर गर्छ नि कति बेसी केयर गर्छु ड्युटीमा भयो भने तपाईँलाई कति याद पो गर्छु त म सुन्नु त बेबी हजुर भन्नु न तपाईले नि आज क्लब जानु मन पर्यो जानु न अन्त क्लब जानु आम्बो बेबी थ्याङ्क यू अरे हिँड त्यो आउँदैन हौ त्यो आउँदैन हिँड म जान्छु